हेलो माई फ्रेन्ड्स, आज चाहिँ म तपाईहरुको लागि एउटा यो फ्रिटकन भन्ने एउटा ब्रान्डेड कम्पनीको इन्टरकम अनबक्सिङ गरेर देखाउन जाँदैछु। यो रहेको छ इन्टरकमको मेन युनिट। यो भन्दा पहिला हामी बक्स भित्र के छ हेरौं। यसमा देख्न सक्नुहुन्छ युजर गाइड। यो फुर्सदमा पढ्नु होला। त्यसपछि अर्को बक्स रहेको छ। बक्स भित्र देख्न सक्नुहुन्छ एउटा प्याकेट एक्स्ट्रा। फेरि अर्को प्याकेट छ। प्याकेट भित्र माउन्टिङ क्ल्याम्पहरु पाउन सक्नुहुन्छ तपाईहरुले। एउटा टाइप सी यूएसबी चार्जर केबल पाउन सक्नुहुन्छ। एउटा स्टिकर माउन्ट, हेलमेट माउन्ट। अर्को रहेछ क्ल्याम्प माउन्ट। यो चाहिँ हजुरको हेलमेट भित्र यसो गरेर क्ल्याम्प गरेर लगाउन सक्नुहुनेछ। म हजुरलाई यो हेलमेटमा फिटिङ गर्ने तरिका पनि म हजुरलाई देखाउने नै छु। अर्को प्याकेट रहेको छ यहाँ। सस्तो भेल्क्रो देख्न सक्नुहुनेछ हजुरले। यो रहेको छ हाम्रो स्टेरियो स्पिकर रहेको छ यो। त्यसपछि यो वायरिङ केबल। यसमा पाउन सक्नुहुनेछ फुल फेस हेलमेटको लागि एउटा माइक। त्यसपछि अर्को पाउन सक्नुहुनेछ हाफ फेस हेलमेटको लागि अर्को माइक। यो हजुरको एडजस्टेबल छ। जता सुटेबल हुन्छ उता फर्काएर लगाउन सकिन्छ। र दुईटा माइकको लागि भेल्क्रो पनि पाउन सक्नुहुनेछ हजुरले। बक्समा आएको एसेसरिज यति नै हुन्। मेन युनिट हेर्न बाँकी नै छ। देख्न सक्नुहुन्छ यो मेन युनिट। यसमा यो भोल्युम प्लस यहाँबाट, भोल्युम माइनस यहाँबाट गर्न सक्नुहुनेछ। र पावर अन चाहिँ यहाँ 8 सेकेन्ड थिचेपछि तपाईको पावर अन हुनेछ। त्योभन्दा पहिला यो प्लास्टिकलाई निकालौँ होला। कस्तो स्लिक डिजाइनमा रहेको छ, एकदम लोभलाग्दो। अब हजुरले यसलाई पावर अन गर्नको लागि 8 सेकेन्डसम्म यहाँ थिचेर होल्ड गर्नुपर्ने हुन्छ। जस्तो तपाईको यो बत्ती चाहिँ रातो र नीलो दुई कलरमा ब्लिङ्क हुनु पर्दछ। अनि कनेक्सनको मोड सुरु भयो। अब यसरी तपाईले चाहिँ यसलाई आफ्नो मोबाइलको ब्लुटुथ अन गरेर कनेक्ट गर्न सक्नुहुनेछ। देख्न सक्नुहुन्छ सर्च मोडमा छ। त्यसपछि म हजुरलाई हेलमेटमा माउन्ट गर्ने तरिका सिकाउने छु। यो स्पिकरको टाइप सी चाहिँ हजुरको हेलमेटमा माउन्ट गर्दाखेरि यहाँ लगाउनु पर्ने हुनेछ। म हजुरलाई यो कनेक्सनको डिटेल भिडियो पनि बनाएर देखाउने छु। अहिलेलाई यति नै। धन्यवाद।